अन्धकार रात्रिको तम हटाई प्रभात फेरि ल्याउँछन् भानु गगनमा। पुलकित हुन्छन् विश्व चराचर नयाँ जोश उमङ्ग लिँदै जगतमा। यसरी नै भानु जब तिमी उदायो नेपाली जगतमा, भाषा साहित्य रसाए अति संस्कृत मिसिएको नेपाली भाषालाई। भानुभक्त आचार्य नेपालको गुण्डकी अञ्चलको तनहुँ जिल्ला अन्तर्गत चुन्जी रम्फा सन् 1829 गते असार विक्रम सहित 1879 मा भानुभक्तको जन्म भएको थियो। भानुभक्त नेपाली कविताको प्राथमिक कालका सबैभन्दा ठुला कवि हुन्। आफ्ना हजुरबाबा श्री कृष्ण आचार्यबाट उनले संस्कृतको परम्परागत शिक्षा लाभ गरेका छन्। भक्तिधारा अन्तर्गत सगुण भक्ति काव्यमा पनि राम भक्तिका प्रसिद्ध अर्थार्थ रामायणको नेपाली अनुवाद गरेर उनले त्यसलाई निकै मौलिकता पनि दिएका छन्। खदा अर्पण गरिदिनका लागि बाबुआसा ग्राम सुधार समितिका सभापतिलाई अनुरोध गर्दैछु। उहाँलाई खदाले सम्मान गर्दै हुनुहुन्छ। दिपांशु राई चालिक सबैले हक दत्तरीले
उहाँलाई आशीर्वाद। त्यसरी नै अब प्रशस्ति पत्र प्रदान गर्दै हुन्छ डाक्टर जीवन राणाज्यू र बाबुआसा ग्राम सुधार समितिका सभापति श्रीमान आरके पोखरेलज्यूले र एउटा मायाको चिनो पनि प्रदान गर्दै हुनुहुन्छ। डाक्टर जीवन राणाज्यू तथा सबैले आशीर्वाद खदा अर्पण गर्दै हुनुहुन्छ। बाबालाई अथवा आमालाई जसलाई गरे पनि हुन्छ, उहाँ यस खदाको हकदार हुनुहुन्छ, किनभने उहाँले निर्माण गर्नुभएको छ हाम्रो समाजको एउटा भावी पिँढीलाई। आफ्नो दिनरात अहोरात्र मेहनत गरेर उहाँले आफ्नो छोराछोरीलाई यस काबिल बनाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद, साधुवाद। मायाको चिनो प्रदान गर्नुहुन्छ डाक्टर जीवन राणाज्यूले र त्यसरी नै प्रशस्ति पत्र पनि प्रदान गर्दै हुनुहुन्छ र धेरै धेरै आशीर्वाद। फेरि पनि हामीले उहाँलाई यसरी नै यो मञ्चमा निम्ति आएर यसरी नै हाम्रो एउटा भावी पिँढी, हाम्रो समाज, गोर्खे समाजको एउटा उदाहरण बनिनु नानी कृषिका छेत्री, उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाबा एनके छेत्री तथा आमा सुमित्री छेत्रीलाई पनि हामी साधुवाद दिन्छौँ र धेरै धेरै धन्यवाद। 212वां जयंती जन्म जयंती भानुभक्त को उहाँले हामी सधैँ भन्छौँ संस्कृतबाट अनुवाद गरेर हाम्रो रामायण लेख्नुभयो। अब संस्कृत त मलाई आउँदैन, पढेको छुइनँ, तर भानुभक्तको रामायण पढ्दाखेरि चाहिँ कुनै अर्को भाषामा लेखिएको पुस्तकलाई अनुवाद गरेर प्रस्तुति गरेको जस्तो लाग्दैन। सायद उहाँको यो जुन भानुभक्त वाल्मीकि रामायण छ उहाँले पढ्नुभयो होला, त्यसको सारांश उहाँले लिनुभयो होला, त्यसको कथा पृष्ठभूमि सबै कुरो लिएर जब लेख्नुभयो, त्यसमा चाहिँ सायद वाल्मीकि रामायणको हरेक हरफहरूको अनुवाद गर्दै लेखिएको जस्तो लाग्दैन। किनभने भानुभक्तको जो रामायण जब हामी पढ्छौँ त्यसमा जो सरलता छ, अनि जो शैली छ, अनि जो त्यसको प्रभाव छ, बहाव छ, त्यो एउटा मौलिक कृतिमा मात्रै हुनसक्छ, बिचबिचमा अड्किएको छैन। हाम्रो स्वर्गीय मोतीराम भट्टज्यू नभएको भए आज हामी बिचमा भानुभक्त हुने पनि थिएन। अनि उहाँको रामायणको उत्तराखण्ड अन्तिम काण्ड त मोतीराम भट्टज्यूले आफ्नो हातले लेखेका हुन्। त्यस बेला भानुभक्त हाम्रो आदिकवि भानुभक्तज्यू धेरै कमजोर हुनुहुन्थ्यो, अलमोस्ट मृत्युशय्यामा पुगिसक्नु भएको थियो। अनि त्यस बेला चाहिँ त्यो रामायणको भाग चाहिँ मोतीराम भट्टले खुद आफ्नो हातले लेख्नु भएको। अनि भानुभक्तको जति पनि कृतिहरू छ सबै कुरोलाई जनसाधारणको अगाडि ल्याउनु चाहिँ स्वर्गीय मोतीराम भट्टज्यूकै काम हो। उहाँले हामीलाई यो देन गरेर जानुभयो। श्री बालकाण्डमा एक दिन नारद सत्य लोक गया, तो बहु गयो निष्फली, ब्रह्माला विचिरा गया चरणमा, खुशी गराया पनि। क्या सोचौ तिमी सोच भए त्यो जसै, ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती
हे ब्रह्मा जति शुभ शुभ सबै सुनिरहेछु छु बाँकी छैन त साथी सुन्नाइले इच्छा भयो गर्दछु आउला भयो कलिङ्गमा रानीका साथै कर्णा छन् सब पापले गर्वका निष्ठा मदिना गई रानीका लक्ष्मण नै भन्दा शत्रुघ्न कान्छा सकल गुणमा कम्ती छैन जे राम पिता सीताले सबलाई छोडी वनमा बस्न चल्या लक्ष्मण एक दिन पञ्चौटे गए पदुकनी तेरा पदुको भयो रावणले अति छल गरिकन सीताजीलाई हर्यो ब्राह्मण जति हुन् शुभ शुभ सबै सुनिरहेछु बाँकी छैन तथापि सुनाइले इच्छा भयो गर्दछु आउला जमयो गरीब तनमा प्राणी दुराचार भई दुनिया जन सब पापले कतराता निष्कामतिमा गए मेरा इनाम न तो सब हाथी केही छन् जे धन भए तापनि घरभित्र नै छन् मेरा इनाम न त शत्रुमाथि केही छन् जे धन भए तापनि घरभित्र नै छन् त्यस घाँसीले आज कसरी दिएछ अन्तिम धिक्कार होस् मकन बस्नुको लागि धिक्कार होस् मकन बस्नुको लागि धिक्कार जिद्दी छ जिद्दी सारा तिम्रो नजर
गर्नुभन्दा अब मूल्य छैन जित्ती छ जित्ती सारा तिम्रो नगर सोधेली आफैलाई सोधे अरूलाई सोधे जवाब छैन मसँग जित्ती छ जित्ती सारा तिम्रो नगर मैले गाएको गीतमा तिम्रो हँसिलो मुहार छ मैले लाएको गीतमा तिम्रो रसिलो मुहार छ मैले गाएको गीतमा Apadam pataram dataram sarvam sampadam lokavitama sriramam yogiyonasyam Ramaya Ramavatraya Ramachandraya Manase Raghunathaya Nathaya Sitapate Namo Lingam Vajosko Malangam Sita Samarokit Mahabhaga Panumasaya Charijapam Namami Ramam Raghavishanatham Siapa yang tidak Lakum rasani mano arabi Kaila serra parama Nama ratna tua nakapara nama Kita pasmana Hargai akilla tidak kali Sami muhuradari Sona ipa ipajar nama Senda binti dari Sambu berikan agawan Nata kalbu Nahara baka Mama aga ikaya Tuna mundur Daramayan si kaune timi Saman jati milai Sakandarayan si kaune timi Saman jati milai
समय आफ्नै ध्वनिमा सुन्दै निधाउनेछ। हरेक मौनताको पहाड चिर्दै ध्वनि उदायो, ध्वनि उदायो। भाषाको काव्य खण्ड अलङ्कार गणसँगै नेपालीको पहिचान न त हवन कुण्ड न त ढोल र नगरा। स्वर अस्ताएको उदायो, स्वर अस्ताएको उदायो। नेपालीको स्वर ध्वनि यो जगतमा पहिले उदाए। भाषाको रचना गरेनन्, भाषा त पहिले नै थियो। हिमालका हिउँ कणमा गण्डकीको तरङ्गमा हाते मारो पसिना बगाउने आमाको लोहरीमा भाका ताल स्वरसँगै फेर्दै भानु उदाए धरतीमा। ल्याउँछु आजकै सबैभन्दा साना कलाकार, कविता वाचक चित्रांश घिमिरेज्यूलाई डाक्टर जीवन राणाज्यूको बाहुलीबाट उहाँलाई प्रदान गरिदिनुहुन्छ र त्यसरी नै म निम्त्याउँदैछु राजवी बस्नेतलाई। त्यसरी नै म निम्त्याउँछु निश्चय पोखरेललाई। त्यसरी नै म निम्त्याउँछु कृतिका सिंहलाई। त्यसरी नै म निम्त्याउँछु काव्यलोक गुरुङलाई। काव्यलोक गुरुङ त्यसपछि आउनुहोला आशीर्वाद प्रदान गर्दै हुनुहुन्छ र तत्पश्चात म बालकृष्ण घिमिरेज्यू लाई म निम्त्याउँदैछु। उहाँकै धर्मपत्नीलाई म यो स्वीकार गरिदिनको लागि अनुरोध गर्दैछु। बालकृष्ण घिमिरेकी धर्मपत्नी प्रमुख अतिथि डाक्टर जीवन राणाज्यूबाट उहाँलाई प्रदान गरिदिनु होस् भन्ने म आशा राख्छु। र आउँदै हुनुहुन्छ सीमा छेत्री। अनुपमा छेत्रीज्यू, त्यसरी नै हुनुहुन्छ विमला शर्माज्यू र त्यसपश्चात सरस्वती छेत्रीज्यूलाई म निम्त्याउँदैछु। तत्पश्चात सुशीला शर्माज्यूलाई पनि म निम्त्याउँदैछु। सरस्वती छेत्रीज्यू अब गोमा छेत्रीज्यूलाई म मञ्चमा निम्त्याउँदैछु। गोमा छेत्रीज्यू, धन्यवाद। अब सुशीला तत्पश्चात सीता छेत्रीज्यूलाई म निम्त्याउँछु। सीता छेत्रीज्यू आउँदै हुनुहुन्छ मञ्चमा। उहाँलाई तत्पश्चात गंगा शर्माज्यू र तत्पश्चातमा म निम्त्याउँदैछु अम्बिका छेत्रीज्यूलाई। अम्बिका छेत्रीज्यू, जयन्ती जयन्ती शर्मा आउँदै हुनुहुन्छ। तत्पश्चात निरु छेत्री हुनुहुन्छ उहाँ र अब निम्त्याउँदैछु सुमित्रा। विजेन्द्र प्रधानज्यू र अब यहाँ हुनुहुन्छ सुरेश गौतमज्यू।
अब म निम्त्याउँदैछु लीला विष्टज्यूलाई। कृष्ण कुमार पौडेलज्यूको बाहुलीबाट श्रीमती तिलोत्तमा शर्माज्यू। श्रीमती सुषमा गुरुङज्यूको बाहुलीबाट उहाँलाई पारितोषिक नभनु यो मायाको चिनो हामी प्रदान गर्दैछौँ। यस पश्चात म निम्त्याउँदैछु पवित्र छेत्रीज्यूलाई। पवित्र छेत्रीज्यू 212औं धनजयन्ती समारोहमा हामीलाई दिनभरि साथ दिएर उहाँले आफ्नो भूमिका निभाउनु भएको थियो। यहाँ हुनुहुन्छ प्रदीप कुमार शर्माज्यू। सञ्जीव श्रीमलज्यूलाई मञ्चमा निम्त्याउँदैछु। रूपक खवासज्यू आउँदै हुनुहुन्छ मञ्चमा। उहाँलाई मायाको चिनो प्रदान गर्नुहुन्छ बिआर राईज्यूले। त्यसरी म निम्त्याउँदैछु भानु छेत्रीज्यूलाई। भानु छेत्रीज्यू। भानु छेत्रीज्यूलाई मायाको चिनो प्रदान गर्दै हुनुहुन्छ जुगान आपके डीके नेपालज्यू। दीपक निरोलाज्यू र धेरै धेरै धन्यवाद मुकुन्दराज चौधरीज्यूलाई। भानु, आज तिम्रो जन्म जयन्ती समारोह भव्यता र रमाइलोपनमा जातीय धड्कनको समावेशमा दिव्यता साथ मनाइरहेछौँ। एकै दिनको निम्ति भए पनि आफैले आफैलाई जातीय चिन्हारी मनक्के दिइरहेछौँ, गर्वबोध गरिरहेछौँ। अनि भोलि त्यही उच्चाट लाग्दो पराई अनुकरणमा बोल्न, हिँड्न, रम्न, भनौँ बाँच्न थाल्छौँ। तब खोइ कहाँ जान्छ हाम्रो आफ्नोपनको सलिलता? विश्व बजारको यो भिडभाडमा खोइ कहाँ हराउँछ
आदिकवि चुण्डी रम्बाको माटोबाट जन्मेको थियो आदिकवि भानुभक्त नामले चिन्यो। संस्कृतको रामायणलाई नेपाली बनाइदियो, अक्षर अक्षरमा माया भरिदियो। आफ्नो भाषा आफै लेख्नु भन्ने पाठ सिकायो। आफ्नो भाषा आफै लेखौँ भन्ने पाठ सिकायो। गाउँ गाउँमा राम कथा सुनायो। अज्ञानताले सुतेको समाजलाई जोगाउनु भयो। हजुरले गर्दा 100 अक्षर पढ्ने भए। अक्षर ज्ञानले आफू ठगिएको बुझ्ने भए। तिमी निडर, क्रोधी, सहनशील थियो। कठोर स्वाभिमानी, सरल स्वभावको थियो। सरल र मिठो भाषामा कविता लेख्थ्यो। नेपाली भाषा संसारको अमर स्तम्भ थियो। हजुर जब भानु जन्मिए विक्रम सम्वत 1971 1871 उहाँको जन्म भएको थियो। त्यहाँदेखि अघिल्लो आदि भनेर भनियो। आदि भनेको सुरुवात। त्योभन्दा अगाडि के थियो त? त्यो नेपाली भाषा भाषी एकदम अन्धकारमा थिए त भनेपछि नेपाली भाषा सुरुवात भएको साललाई धेरै विद्वानहरूले पनि गणना गरेर ठिक यही हो भनेर मानिलिन सकेका त छैनन्। तर जम्मी साहित्यकारहरूको भनाइअनुसार 1000 विक्रम सम्वत 1000 को आसपासमा नेपाली साहित्य, नेपाली भाषालाई त्यसबेलाका राजा रजौलाहरूले आफूले बोलिने भाषालाई दुःख सुख गरेर यसरी ठुल्ठुला पहाड पर्वत ओडामा मसिना मसिना शब्दहरू थोपेर
देखिने चलन रहेछ। जसै कि ताम्रपत्र, बोलडपत्र, शिलापत्र आदि आदि भनेर नामाकरण गरिएको छ। ती कुराकानीहरू चाहिँ विक्रम सम्वत 1000 को सेरोफेरोमा अहिले 2083 साल हुँदैछ भने 1000 को आसपासमा हाम्रो नेपाली भाषा त्यो टुङ्गोमा थियो, जबकि कोणातिर कुनै कुनै राजाहरूको पालोमा नेपाली भाषामा एउटा शब्दहरू कुनै गुम्बाको छेउमा कता कता लेखिने चलन थियो। एकमुष्ट भएर सबैजना एकत्रित भएर आउनुभएको सबै महानुभाव दिदीबहिनी दाजुभाइ सबैमा म धन्यवाद जनाउँदछु। जो आज कार्यक्रम गर्नुमा सबैको धेरै हात छ। त्यसरी नै हाम्रो मन्दिरमा हाम्रो पण्डितजी र म्याडम हुनुहुन्छ, उहाँको पनि धेरै हात छ, उहाँलाई धन्यवाद दिन्छु म। त्यसरी नै हाम्रो मातृशक्ति जो हाम्रो मेरुदण्ड हो, हाम्रो बाबुआसा ग्राम सुधार समितिको हामी मेरुदण्ड मान्छौँ। उहाँको धेरै धेरै अथक प्रयासमा यो कार्यक्रम सफल हुनु गएकोमा हामी बाबुआसा ग्राम सुधार समिति आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ। त्यसरी नै हाम्रो दुर्गा मन्दिर सञ्चालन समितिका यो प्राङ्गण हामीलाई दिनुभयो। त्यसरी नै हाम्रो निर्मला सर प्रेसिडेन्ट सेक्रेटरी हुनुहुन्छ, हाम्रो प्रदीप खतिवडाज्यू र केसियर हाम्रो रोका सर, उहाँको अथक प्रयासमा र यो प्राङ्गण त्यसरी नै उहाँले दिनुहुन्छ सधैँ नै उहाँको अथक प्रयास। त्यसरी नै हाम्रो दीपक भाइ जो बाजा यो ध्वनि यन्त्र दिनुहुन्छ, उहाँले नै बिहानदेखि बेलुकासम्म खटेर उहाँले सहयोग पुर्याउनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। त्यसरी नै हाम्रो समाजको सदैव सक्रिय भएर सधैँ हाम्रो चेयर बेन्च सामानहरू राखिदिने हुने हाम्रा रेवन्ती खतिवडा दाजुलाई उहाँलाई पनि धेरै धेरै धन्यवाद। र नानीहरू, विशेष गरी नानीहरू, यो हाम्रो आज भानु जयन्तीमा जो नानीहरूको रामायण पाठदेखि लिएर सबै प्रोग्राममा उहाँले राम्रोसँग यहाँ पस्किनु भएकोमा उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ।